नमस्कार साथीहरू। आज 111औं दिन हिलो पानी घाम झरी केही नभनी म तपाईँहरूको साथ उपस्थित भएको छु फेरि अर्को एउटा भिडियोको साथमा। टियु अन्तर्राष्ट्रिय इन्टरनेसनल ग्राउन्डबाट यहाँ देख्न सक्नुहुन्छ। आज चाहिँ दिउँसो वर्षा भएको कारणले सबै हिल्लामै छ, त्यही पनि यहाँ कामहरू चाहिँ एकदम तीव्र गतिमै भइरहेको छ। यहाँ ढलानको कार्य हुँदैछ भने यहाँ ढलानको फर्स्ट माथिको अप्पर लेभलको फर्स्ट पेज ढलानको काम हुँदैछ भने यता तल चाहिँ ड्रिलिङहरूको काम पनि भइरहेको छ। हिलोको कारणले गाडीहरू निकै नै भाँसिएको हुँदा डोजर पनि स्ट्यान्ड बाईमा छ, किनभने अब यस्तो डोजर भएन भने यो गाडी पछि पछि निकाल्न नसक्ने कारणले डोजर स्ट्यान्ड बाईमा राखिएको हुन्छ। र यो ढलानको कार्य आज लगभग सम्भव त पानी परेन भने आजै यति फेसहरू चाहिँ पुरै सकाइदिन्छ। र अनि लास्ट फेस यहाँनिर सकाउँछ। भिआइपी जोनको ढलान चाहिँ अझसम्म पनि भइसकेको छैन। एउटा ढलानको कार्य सकिएको छ भने अर्को चाहिँ बाँकी नै छ। र यो अविरल वर्षाको कारणले काममा केही ढिलासुस्ती भए तापनि काम चाहिँ राम्रै गतिमा गइरहेको छ, यहाँबाट देख्न सक्नुहुन्छ। आज मैले तपाईँहरूलाई वरिपरिको दृश्य देखाउन सक्दिनँ किनभने हिलो निकै नै छ र बाटोको कारणले हामीलाई पनि यो रेकर्डिङ गर्नलाई अलिकति गाह्रै हुनेछ। तपाईँहरूले देखिसक्नु भएको छ हिलो चाहिँ पानीको कारणले हिलो धेरै नै गाह्रो छ। यो गाडी पनि यहाँनिर फसेर स्ट्यान्डमा बसेको छ भने यतापट्टि डोजरले कामहरू तीव्रताको साथ अगाडि बढाउनलाई डोजरको पनि निकै नै राम्रो भूमिका भइरहेको छ। आज बिहान समाचारमा हाम्रो पारस खड्का दाइले एनपिएल सिजन 2 नेपालको सम्मान र इज्जत एकदमै भव्य सभ्यको साथमा सम्पन्न गर्ने भनेर कुरा भएको छ। र लगभग लाग्छ पनि त्यो एनपिएल हुनु बेलासम्म हाम्रो ग्राउन्ड रेडी भएर यही ग्राउन्डमा चाहिँ राम्रो एनपिएलको प्रदर्शन पनि देख्न सकिन्छ भन्ने हामीलाई लागेको छ। तपाईँहरूको जे जति गेमहरू देख्नुहुन्छ त्यो चाहिँ अब एकदम नै राम्रो गेमहरू पनि हुन्छ। अहिले देखिसक्नुहुन्छ खाजा खानालाई पनि यहाँको मान्छेहरूलाई बहुत गाह्रो छ। खाजा खानालाई पनि यस्तो मिस्तो भात बुगुल्टो भात पानी झरी नभइकन खाइरहनु भएको छ, गाह्रो छ खाना खानलाई। तपाईँहरूलाई अपडेटका साथ हामी सबै देखिरहने छौँ के कस्तो छ, के स्थिति कस्तो छ, हिलो कस्तो छ, के छ। हिजो हाम्रो यहाँ सिटको काम हुने भनेर सिटको स्ट्रक्चर फिटिङहरू सबै गरेर ड्रिलिङ गरिएको छ भने अब 2-4 दिनमा केही हदसम्म सिट पनि राख्ने भन्ने कुरो छ यो लोवर ब्यान्डमा चाहिँ। अनि हिजो यहाँको ढलान यो ढलान थियो, हिजोको ढलान निकै नै राम्रो आकर्षक रूपमा बसिरहेको छ। यो ढलान चाहिँ हिजो गरेको थियो, त्यसको अपडेट मैले युट्युब च्यानलमा पनि हालेको छु, तपाईँहरूले पनि हेरिदिनु भयो होला भन्ने आश गरेको छु। भने आज चाहिँ यो फेसको ढलान हुन्छ, हामी नजिकबाट खिच्न अलिक असमर्थ छौँ, तपाईँहरूलाई त्यसको लागि चाहिँ एक्सट्रिमली सरी होइन। किनभने बाटोको कारणले चाहिँ हामीले यो काम चाहिँ आज यो भिडियो चाहिँ टाढाबाट नै तपाईँहरूको सामु प्रस्तुत गरेको छु। निर्माण सम्पन्न चाहिँ धेरै नै तीव्र गतिका साथ चलिरहेको छ। निर्माण सम्पन्न योपालि चाँडै नै हुनेछ र 2 देखि 4 महिनाको भित्रमा चाहिँ सबै काम सकिएर चाहिँ नेपाल सरकारको टियु अन्तर्राष्ट्रिय क्रिकेट एसोसिएसनलाई चाहिँ सम्पन्नका साथ उद्घाटन पनि हुनेछ। हाम्रो कुनै ठुलै मन्त्रीहरू आएर अथवा प्रधानमन्त्री स्वयं आएर यहाँ उद्घाटन गर्नुहुन्छ भन्ने लागेको छ। अब जे जस्तो भए पनि यहाँनिर कटिङ पनि भइसकेको छ। हिजो कटिङ भएको थिएन, ग्रास कटिङ पनि राम्रो हिसाबले भएको छ। ल हेर्नुहोस्, सिल्लो बनाएर ग्रास कटिङ पनि भएको छ। ग्रास पिचको लेभल एकदम नै राम्रो छ, पिचमा अलिअलि पानी जमेको देखिन सकिरहेछ अहिले। अब यो चाहिँ गेम अहिले तत्कालै नहुने भएको हुँदा चाहिँ कटिङ र फिटिङहरू र एकदम पोलिसिङमा चाहिँ काम चलिरहने छ। र जहाँसम्म लाग्छ यो एक महिना जति चाहिँ अलिकति पानीको कारण माल सामान आउनलाई गाह्रो होला र काम थोरै ढिलासुस्ती भए तापनि काम भन्ने चाहिँ रोकिने छैन। जे जस्तो जेसुकै भए पनि काम चाहिँ रोकिने छैन। यो हो अहिलेको ग्राउन्डको अवस्था, एकदम नै रोमाञ्चक र एकदम राम्रो छ। र यो छारीहरूको शीतलतामा बसेर गेम हेर्न पाउँदाखेरि एकदम राम्रो हुन्छ। र अब यहाँनिर सकेपछि फ्लड लाइटको पनि काम हुनेछ। फ्लड लाइट पनि राखिसकेपछि राति पनि गेम हेर्नलाई जसरी अन्तर्राष्ट्रिय जगतमा गेम हुन्छ त्यो अनुसारले नै चल्ने भन्ने यहाँनिर पनि काम कार्यहरू हुने नै छ, देखिरहनु भएको छ। यस्तो राम्रोसँग काम भइरहेको छ, मान्छेको उपस्थिति नै एकदम नै राम्रो छ। हेर्नुहोस्, जति हेर्दा पनि जति
कुरा गर्दा बयान गर्दाखेरि पनि सास सास नरोकिने र मनै मनै आनन्दको क्षणले प्रफुल्लित हुने यो ठाउँ र यो क्रिकेट मैदानको दृश्य तपाईँहरूलाई देखाइरहेको छु। एकदम नै आनन्द छ। एकछिन हेर्दै र तपाईँहरूले पनि यसको मजा लिन सक्नुहुन्छ है। काम चाहिँ राम्रो भइरहेको छ। यतापट्टि यो फेसमा चाहिँ ड्रिलिङको काम भइरहेको छ भने यो ड्रिलिङको काम सकेपछि लगभग सम्भवतः फर्स्ट त्यहीँबाट यो कुर्सी इन्स्टलेसन हुन्छ होला होइन। कुर्सी इन्स्टलेसन भएपछि अनि यहाँदेखि सेकेन्ड फेजको कुर्सी र बिस्तारै बिस्तारै कामहरू चाहिँ राम्रै तरिकाले अगाडि बढ्छ। जे जस्तो भए पनि यो चाहिँ बाहिरको दृश्य हो। ल हेर्न सक्नुहुन्छ बाटो कति हिलो छ। मेरो जुत्ताहरू पनि एकदम नै हिलो भएको छ। तपाईँहरूको साथ र सपोर्ट र मायाको लागि म यसरी हिलो नभनिकन आइरहेको छु। साथ दिनु होला, सपोर्ट गरिदिनु होला च्यानललाई। धन्यवाद।